हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो गाउँको भिडियोमा। म चाहिँ आज गाउँको भिडियो गर्दैछु अनि यो चाहिँ मेरो दाजुको घरबाट भिडियो गरेको। यहाँबाट चाहिँ म पारीको रोड देखाउँदैछु तपाईँहरूलाई। पारी चाहिँ यो चाहिँ बुवालुङ भन्ने ठाउँ हो। यहाँ जुन मैले आउँदा देखाएको छु त्यता चाहिँ रोड छ अनि त्यो रोड हुँदै चाहिँ दिक्तेल जाने बाटो हो, जुन हाम्रो घरबाट उता दिक्तेल जान्छ। अनि यो चाहिँ यता दोबिला भन्ने ठाउँ हो अनि त्यो पर मैले देखाएको चाहिँ कात्तिके भन्ने ठाउँ हो अनि यो रतन्सा हो। यो चाहिँ दोबेला भन्ने मेरो माउलो पर्छ। अनि अहिले चाहिँ अब म धरान जानुको लागि गाडी पर्खेर रोडमा बसिरहेको छु अनि मसँग चाहिँ तुम्बा दाइहरू गाडी पर्खेर बसिरहेका हामी चाहिँ। अनि गाडी चाहिँ 7 बजी आउने भन्थ्यो, 9 बजीसम्म पनि आएर बल्ल बल्ल आयो गाडी। त्यसपछि चाहिँ साथीहरू बल्ल बल्ल गाडी आएपछि चाहिँ म हिँडेँ, धरानको बाटो लागेँ। यो चाहिँ हाम्रो घरदेखि यतापट्टिको खोला हो अनि म चाहिँ पेलुङ आइपुगेँ। पेलुङ भनेको चाहिँ हाम्रै घर यतापट्टि अर्को गाउँ हो अनि यहाँ चाहिँ 2-4टा पसलहरू पनि छ। हामी चाहिँ अब के किन्नु पर्यो भने चाहिँ यहीँनेरि आउँछौँ अनि हाम्रो घरदेखि नजिकै हो, धेरै टाढा पर्दैन। यता धरान झर्दाखेरि चाहिँ यो बाटो हुँदै हामी आउनुपर्छ। अनि बाटो चाहिँ साथीहरू यस्तो राम्रो थियो, देख्न सक्नुहुन्छ तपाईँहरू। अनि यस्तो बाटोदेखि कस्तो बिजोक हुँदै आएको साथीहरू। त्यो पनि बाटोमा कति बिजोक भयो भनेर तपाईँहरूलाई म कसरी प्रस्तुत गरौँ, कसरी मेरो दुःख बयान गरौँ है। अनि लास्टमा आएर चाहिँ गाडीले चाहिँ अब अर्कोतिर मान्छे लिनु जाने भएर, बिरामी बाजे हुनुहुँदो रहेछ, लिनु जाने भएर हामी चाहिँ हिँड्दै अब हिँडेको परसम्म। अनि बाटो चाहिँ यस्तो छ अनि मेरो चाहिँ हुलिया पनि यस्तो छ साथीहरू। अनि बल्ल बल्ल पर टाढामा पुगेर त बस्यौँ, गाडी नै आएन, बाटो यस्तो छ। पर्खिँदा साथीहरू यहीँनेरि 12:30 भयो। भोक लागेर उहाँ आन्टी अङ्कलहरू पनि टाढा जानुहुने रहेछ, कति गाह्रो भयो। अनि बल्ल बल्ल गाडी आएर साथीहरू चखिया निस्क्यौँ। हामी चाहिँ चखिया डाँडामा आइपुग्यौँ है। अब चाहिँ यो चाहिँ यहाँनेरि चाहिँ चखियाको गेट बनाउँदो रहेछ अनि यहाँदेखि उता चाहिँ भुचुर पर्छ साथीहरू। यो चाहिँ सिमाना हो। यो गेटदेखि यता हाम्रो खोटाङ अनि भुचुर भनेर चाहिँ सिमाना छुट्टिन्छ। अनि यो सिमानामा चाहिँ मैले एउटा सानो क्लिप भिडियो खिचेको थिएँ। यहाँ चाहिँ त्यहाँ अङ्कल आन्टीहरू पनि झर्नु भएको थियो अनि बल्ल बल्ल हामी भुचुर पुग्यौँ। भुचुरमा गएर कस्तो राम्रो भ्यू देखेँ अनि भिडियो गरिदिइहालेँ है। अनि एकछिन बस्यो त्यहाँनेरि अनि हामी चाहिँ एकछिन यहाँ बसेर बाटो लाग्यौँ। अनि बाटोमा जाँदै चाहिँ हामीसँगै गाडीमा गएको बाजे चाहिँ एकदमै साह्रो बिरामी हुनुभयो अनि सुगर पेसेन्ट हुनुहुँदो रहेछ उहाँ चाहिँ। अनि एकदम धेरै गाह्रो भएर हामीले चाहिँ बाटोमै एम्बुलेन्स बोलाएर उहाँलाई चाहिँ विराटनगर हस्पिटल पठाइदियौँ। अनि यहाँ चाहिँ यति रातिसम्म ढलानको काम पनि भइरहेको रहेछ। त्यो हेर्दै हामी चाहिँ घर पनि जाँदैछौँ साथीहरू। अहिले चाहिँ रातको 10:30 भइरहेको छ। हामी चाहिँ 10:30 बजीसम्म पनि घर पुगेको छैनौँ। अब चाहिँ घर पुग्ने बेला भयो साथीहरू। आजको भिडियो यति नै थियो। बाई बाई।